असुरराज हिरण्यकशिपुको दरबार निष्ठुर गर्जनले गुन्जिरहेको थियो। ऊ केवल राजा मात्र थिएन, सम्पूर्ण त्रैलोक्यलाई हाँक्न सक्ने दम्भी शक्तिशाली अधिपति थियो। ब्रह्माको वरदानले ऊ मृत्युको नियमहरू नै उल्लङ्घन गर्न सक्ने भएको थियो। उसले अमरता समान वरदान प्राप्त गरेको थियो। मेरो मृत्यु न दिनमा होस् न रातमा, न भित्र न बाहिर, न भूमिमा न आकाशमा, न अस्त्रले न शस्त्रले। सम्पूर्ण ब्रह्माण्ड उसको भयले थरथर काम्थ्यो। तर उसको आफ्नै दरबारमा, उसको आफ्नै परिवारमा एउटा सानो ज्योति सदा दिव्य नामको गुन्जन गर्दै थियो। प्रहलाद हो, निर्मल मनको त्यो भक्त प्रहलाद, कोमल हृदय तर अटल श्रद्धाको प्रतीक थियो। प्रहलाद दिनभरि गुरुकुलमा विद्या पढ्न जान्थे, तर पाठशाला भन्दा बढी उनको मन श्री विष्णुको ध्यानमा रमाउँथ्यो। गुरुले राजनीति, असुर नीति र शत्रुता पढाउँथे। प्रहलाद भने ओम नमो भगवते वासुदेवाय जपिरहन्थे। सबै सृष्टि विष्णुमय छ, त्यसैले सबै आत्मवत छन्, सबै मित्र हुन् भन्ने चिन्तनमा आनन्दित हुन्थे। एक दिन हिरण्यकशिपुले काखमा राखेर सोधे, बाबु भन त, गुरुकुलमा तिमीले कुन महान विद्या सिक्यौ? प्रहलादले सहज हाँसोका साथ उत्तर दिए, पिताजी, भगवान श्री विष्णु नै सर्वोच्च हुनुहुन्छ। विद्या, शक्ति र ऐश्वर्य उहाँकै कृपा हो। शब्दहरू जति कोमल थिए, प्रभाव त्यति नै गहिरो। हिरण्यकशिपुको गर्जनले आकाश फाट्लाजै भयो। तिमी मेरो शत्रुको स्थिति गर्छौ? मेरो साम्राज्यमा त्यो विष्णुको नाम। त्यसपछि सुरु भयो अत्याचारहरूको श्रृङ्खला। विष खुवाइयो, हात्तीबाट कुल्चाइयो, धीरबाट फालियो, आगोमा जलाइयो। हो, बरु होलिका जलिन् तर भक्त सुरक्षित रहे। हरेक चोटमा प्रहलाद हाँसिरहेका थिए। उनी जलिरहेका थिएनन्, झन् उज्यालिँदै थिए। एक दिन कृत्य राक्षसी प्रकट भइन्। तिनले त्रिशूल रोप्न खोजिन् तर त्रिशूल डढ्यो। प्रहलाद उठे, नागपासले बाँधेर समुद्रमा फ्याँकियो। सर्पद्वारा डसाइयो, तर प्रहलादको अधरमा सधैँ एउटै मन्त्र थियो, हे पुण्डरीकाक्ष, तिमी सधैँ मेरा रक्षक हौ। हिरण्यकशिपुको हृदय जलिरहेको थियो। प्रहलादका मनमा भने शान्ति र प्रेमको निर्मल वर्षा भइरहेको थियो। अन्ततः एक दिन ऊ आफैले सोध्यो, कहाँ छ तेरो भगवान? सर्वत्र? के स्तम्भमा पनि छ? प्रहलादले आँखा बन्द गरेर उत्तर दिए। हिरण्यकशिपुले स्तम्भमा प्रहार गर्यो। त्यहीबाट गर्जना गर्दै प्रकट भए नरसिंह, न पूर्ण मानव न पूर्ण सिंह। त्यो समय न दिन थियो न रात। ब्रह्माको वरदानको हरेक शर्तलाई उल्लङ्घन गर्दै भगवान नरसिंहले हिरण्यकशिपुको अन्त्य गर्नुभयो। ठ्याक्कै ढोकाको सङ्घारमा, न भित्र न बाहिर। उसको दम्भको मृत्यु भयो। नरसिंहको अगाडि प्रहलाद नतमस्तक भए। भगवान नरसिंह क्रोधमा थिए, तर भक्त प्रहलादको स्नेहपूर्ण स्पर्शले भगवानको हृदयलाई शान्त बनायो। प्रिय प्रहलाद, केही माग। भगवानले वरदान दिन चाहनुभयो। प्रहलादको नम्र उत्तर थियो, भगवान, मेरो हृदय सधैँ तपाईँको चरणमा लागिरहोस् र मेरा पितालाई तपाईँले क्षमा गरिदिनुहोस्। प्रेम र क्षमाको भव्य दर्शन गरेर भगवान मुस्कुराउनु भयो। तिमी साँचो भक्त हौ, तिमी धर्मको वाहक हौ। भक्त र भक्तिका लागि भगवानको यो दिव्य प्राकट्य भएको थियो वैशाख शुक्ल चतुर्दशीका दिन। हो, यो पावन दिवस हामी नरसिंह चतुर्दशीका रूपमा मनाउने गर्दछौँ, भक्ति र सद्धर्मको ज्योतिलाई सधैँ प्रज्वलित राख्ने सङ्कल्पका साथ।